स्कुल यानी कि विद्यालय, जहाँ हामीले हाम्रो धेरै नै अमूल्य र यादगार समय बिताएका हुन्छौँ। धेरै समयपछि म स्कुल पुगेँ। स्कुल पुग्न साथ सबैभन्दा पहिला मैले 10 कक्षा पढेको कक्षा कोठाभित्र छिरेँ। सबै एउटै छ, फ्यान त्यही छ, व्हाइट बोर्ड त्यही छ, बेन्च त्यही छ, म त्यही छु। तर म सँगसँगै पढेका साथीहरू छैनन्, मलाई पढाउने गुरुहरू पनि हुनुहुन्न र एक्लै त्यो कक्षा कोठाभित्र मैले आजभन्दा 3 वर्ष अगाडिका कुराहरू सम्झिरहेँ। सधैँ हल्ला खल्ला भइराख्ने त्यो कक्षा आज मलाई शान्त लाग्यो। बेन्चमा झोला राख्दाखेरि साथीहरूले ठाउँ पुगेन भनेर झोला फ्यालिदिन्थे, तर आज त्यही बेन्च मलाई ठुलो र फराकिलो लाग्यो। टिफिन घन्टी बज्न साथ सबैजना टेबल टेनिस बोर्डमा दोक्कुर्दै जान्थ्यौँ, तर आज त्यो टेबल टेनिस बोर्ड एक्लै छ। जाडो महिनामा बिहान बिहान उठेर साथीहरूसँग कोचिङ पढ्न गएको, क्यान्टिनमा तातो आलु चप र पकौडा खाएको, बिहान स्कुल चाँडै पुगेर साथीको होमवर्क सारेको, होमवर्क नगरी आउँदा कपी घरमै छुट्यो भनेर ढाँटेको, कति रमाइलो थियो।